नमस्कार। कार्यक्रम प्राइम टाइम लाइव में अपने सबके फिर से हार्दिक स्वागत करै छी। विशेष संदर्भ में विशेष व्यक्तित्व संग सांदर्भिक विषय पर बातचीत करबाक लेल आइ फिर से उपस्थित भेल छी। एखन विजिट नेपाल 2020 यानी कि भ्रमण वर्ष 2020 एकटा राष्ट्रीय रूप से अंतर्राष्ट्रीय रूप से सेहो अभियान के रूप में अगाडि बढ़ि रहल छै। नेपाल सरकार के नेतृत्व में संघीय सरकारक विभागीय मंत्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री माननीय योगेश भट्टराईजी एक राष्ट्रीय अंतर्राष्ट्रीय रूप से एक अभियान के रूप में जोड़ रहल छथिन। वही क्रम में जनकपुर धाम आयल छथिन आ हुनका संगे बातचीत करब। विजिट नेपाल केना अगाडि बढ़ि रहल छै, 2020 के तैयारी की छै, यावत विषय में जनकपुर आयल छथिन। मंत्री जी, यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्ते। दोस्रो चोटि हो अपन टेलिभिजनमा। हजुर, दोस्रो प्रतिनिधि सभामा निर्वाचन पनि जित्नुभयो, मन्त्री पनि बन्नु भएको छ र अहिले एउटा अभियानको नेतृत्व त अब धेरै छ यहाँको जिम्मेवारी, तर यो विजिट नेपाल 2020 को एउटा अभियानको रूपमा अगाडि बढाउँदै हुनुहुन्छ। के छ अहिलेसम्मको प्रगति? यो प्रतिनिधि सभाको चुनावभन्दा ठिक अगाडि तपाईँको टेलिभिजनमा म आएको थिएँ। त्यो बेला जनकपुरको विभिन्न ठाउँ घुमेँ, जानकी मन्दिर पनि घुमेँ, त्यहाँको महन्तजीसँग पनि भेट भएको थियो। महन्तजीले मलाई चुनावको विजय हुने शुभकामना पनि दिनुभएको थियो र मलाई लाग्छ कि जानकी मन्दिरको, जानकी माताको आशीर्वाद पनि मलाई भयो। तर म प्रतिनिधि सभामा पहिलोपटक चुनाव जितेर आउन सकेँ। त्यसको लागि जनकपुरप्रति म कृतज्ञता नै ज्ञापन गर्दछु। अहिले दुईटा सन्दर्भले हामी यहाँ आएको छौँ। एउटा नेपालीहरूको एउटा मौलिक विशेष चाड छठ पर्व सुरु भइरहेको छ। तराईमा यो धुमधामका साथ मनाइन्छ, तर पछिल्लो दिनमा पहाडमा पनि छठको प्रभाव विस्तार भएको छ र अहिले नेपाल सरकारले छठलाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिँदै सार्वजनिक बिदा पनि दिएको छ। त्यसो हुँदा यो राष्ट्रिय पर्वलाई तराई मधेस र पहाड हिमालसँग जोड्ने एउटा कडीको रूपमा अगाडि बढाउनुपर्छ भनेर संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयले जनकपुरमा छठ पर्वको शुभकामना आदान प्रदान गर्ने सिलसिलामा हामी यहाँ आएको छौँ। दोस्रो, यहाँले अघि पृष्ठभूमिमा सुरुमा भन्नुभयो, नेपाल सरकारले भ्रमण वर्ष 2020 घोषणा गरेको छ, अथवा 2020लाई भ्रमण वर्षको रूपमा मनाउँदै 20 लाखभन्दा बढी पर्यटकलाई देशभित्र आउने र नेपालको आर्थिक अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट एउटा राम्रोसितले योगदान दिने, पर्यटन उद्योगबाट रोजगारी सृजना गर्ने, पर्यटन उद्योगबाट लगानी वृद्धि गर्ने र पर्यटन उद्योगबाट देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ भ्रमण वर्ष 2020 घोषणा भएको छ। अहिले हामी त्यसको तीव्र तयारीमा जुटिरहेका छौँ। त्यही सिलसिलामा जनकपुरबाट भ्रमण वर्षको छठकै अवसरमा एउटा सन्देश दिउँ भनेर भ्रमण वर्षको प्रवर्धन गर्ने र छठको शुभकामना आदान प्रदान गर्ने, यो दुईटा मुख्य उद्देश्यका साथ जनकपुर हामी आयौँ। जनकपुरलाई रोज्नुभयो। जनकपुर अब यो प्रदेश नम्बर 2 को निश्चित जस्तै छ राजधानी हुने। जनकपुर यहाँहरू रोज्नुहुन्छ, तर एउटा जनगुनासो छ यताको, जुन विजिट नेपाल 2020 को लोगोहरू, प्रचारात्मक जति पनि सामग्रीहरू छ त्यो सार्वजनिक गर्नुभयो नि, त्यसमा तराई मधेसको कुनै पनि सिम्बललाई समेटिएको छैन भनेर गुनासो आयो। जस्तो विजिट नेपाल 2020 को लोगो छ, यहाँले लगाइराख्नु भएको छ, त्यसमा पनि तराई मधेसको एउटा धोती लगाएको मान्छे होइन, त्यस्तो सङ्केत दिन सकेन, त्यस्तो सुगन्ध दिन सकेन नि त्यसले। होइन, यसले एउटा त नेपालको राष्ट्रिय झन्डालाई यसले बोकेको छ। दोस्रो, विभिन्न मन्दिरहरूको पनि यो यसमा अङ्कित छ। मन्दिर भन्ने बित्तिकै पहाडमा पनि छ तर तराई मधेसमा पनि छ। मन्दिरहरू हाम्रो एक किसिमले भन्यो भने साझा पहिचान हो, मधेसदेखि पहाडसम्म। त्यसले तराई मधेसलाई पनि बोक्छ। र अर्को, हामीले 7वटै प्रदेशमा भ्रमण वर्षको आयोजक समितिहरू बनाएका छौँ। ती आयोजक समितिहरूले आफ्नो प्रदेशको विशेषतालाई पनि प्रचार गर्नुहुन्छ। प्रदेश नम्बर 2 मा पनि मुख्य सांस्कृतिक धार्मिक तीर्थस्थलहरू र अरू पर्यटकीय स्थलहरूको हामीले फोटोग्राफ त्यो चाहिँ लिइसकेका छौँ। हाम्रो भ्रमण वर्ष 2 नम्बर प्रदेशको सचिवालयले, प्रदेश 2 को सचिवालयले त्यो सबै तयारी गरेको छ। अब हामी त्यसलाई पोस्टरको रूपमा, कार्डको रूपमा छपाई गर्दैछौँ र
देश विदेश सबै ठाउँमा हामी त्यसलाई बाँड्छौँ। यसरी प्रदेश नम्बर 2 को सांस्कृतिक पर्यटकीय स्थलहरूको प्रचार हुन्छ। प्रदेश स्तरीय रूपमा त भइरहेकै छ, तर जति पनि भिडियो प्रोमोहरू जति छ नि त्यसमा तराई मधेसलाई त्यति राम्ररी समेटिएको छैन भन्ने कुरो आयो। किनभने यो भिजिट नेपाल 2020 त पुरै सारा नेपालीको हो, देशको कुनाकाप्चाको यसो होला। त्यो नसमेटिएको भन्ने चाहिँ होइन, त्यो गलत कुरा हो, समेटिएको छ। जस्तो हाम्रो भिडियोहरूमा अधिकांश भिडियोहरूमा जनकपुरको विवाह पञ्चमीको बेलाको त्यो महोत्सवका बेलाको जानकी मन्दिरको 3 सेकेन्ड त्यो छ हैन। कतिपय भिडियोहरूमा चाहिँ नि गढीमाईको पनि हामीले राखेका छौँ, कतिपय भिडियोहरूमा छिन्नमस्ताको पनि राखेका छौँ, विभिन्न ठाउँको राखेका छौँ। तपाईँले भनेअनुसार त्यो अपुग होला, कम होला, तर हुँदै नभएको होइन। जति प्रदेश नम्बर 2 ले आफूलाई पर्यटकीय हिसाबले अगाडि ल्याउँदै आउँछ, यहाँ प्रचार प्रसार हुँदै जान्छ, यसले देश विदेशको ध्यान आकर्षण गर्दै जान्छ। जस्तो अघि तपाईँलाई मैले निवेदन गरेँ कि हामी प्रदेश 2 का मुख्य सांस्कृतिक पर्यटकीय स्थलहरूलाई पोस्टकार्डहरू बनाएर देश विदेश पठाउँदैछौँ हैन। विदेश पनि जान्छ, देशका विभिन्न ठाउँमा पनि जान्छ। त्यसले क्रमशः प्रदेश 2 लाई अन्तसँग जोड्दै जान्छ, विदेशसँग पनि जोड्दै जान्छ, देशका अरू भागसँग पनि जोड्दै जान्छ र त्यसले क्रमशः यहाँको प्रचार पनि माथि उठाउँदै लान्छ। जनकपुर धाम त्यसै पनि खास गरेर भारतीय पर्यटकहरूको आस्थाको केन्द्र पनि र एउटा मुख्य आकर्षण पनि। त्यतिकै पनि खुला सिमाना भएको नाताले पनि उहाँहरूको आउने जाने क्रम जारी हुन्छ। सरकारलाई त थाहा पनि हुँदैन हैन, यहाँ पनि हामीलाई पनि थाहा हुँदैन, त्यो क्रम छ एउटा जारी रहन्छ त्यो। तर उहाँहरूलाई बस्नको लागि अब सबै त 5 स्टारमा बस्ने लायक हुँदैन, चाहे राम्रा होटलमा पे गर्न सक्दैनन्। यहाँ भएभरको जति धर्मशालाहरू छ नि त्यसलाई पनि व्यवस्थापन गर्न सकिएको छैन। अब यो धर्मशालाहरू बुझेँ, मैले बुझेकै छु पहिलेदेखि पनि, किनभने तराई मधेसका विभिन्न कार्यक्रममा म अहिले मात्रै होइन पटक आइ नै राखेको छु। वीरगञ्ज आएको छु, जनकपुर आएको छु, विराटनगर गएको छु, उता नेपालगञ्ज, बुटोल भएर सबै ठाउँमा म गएको छु। ती सबै ठाउँमा जाँदाखेरि एउटा मैले समस्या के देखिरहेको छु भने पहिले त होटल थिएनन् नि, मानिसहरू आएर धर्मशालामै बस्थे। तर अहिले अब होटलहरूको सुविधाको कारणले हो अथवा के कारणले हो, हाम्रा पुराना धर्मशालाहरू चाहिँ एक किसिमले लोप हुँदै गएको अवस्था देखिन्छ। त्यसैले अहिले हामीले यो भ्रमण वर्षकै सिलसिलामा तराई मधेसमा र काठमाडौँमा पनि छन् यस्ता धर्मशालाहरू, ती धर्मशालाहरूको पुनरुत्थान गर्ने त्यो सोचाइ हामीले बनाइरहेका छौँ। अब अहिले समस्या के छ भने तपाईँलाई प्रश्न भन्दाखेरि यी धर्मशालाहरू कसको स्वामित्वमा छन्, कसको मातहत छन्, त्यो पनि यो एउटा एकदमै समस्या छ। कुनै धर्मशालाहरू गुठीको मातहत छन् हैन, अब गुठीको फेरि आफ्नै छ, चलाउनु नहुने भन्ने खालको उहाँहरूको कुरा छ। कतिपय धर्मशालाहरू चाहिँ मान्छेले कति व्यापारीहरूले चलाइरहेका छन्। अब जस्तो जनकपुरकै गोपाल धर्मशाला भन्ने हो भने भारतीय केही समूहले चलाइराख्नु भएको छ, त्यस्तै वीरगञ्जको पनि त्यस्तो खालको अवस्था छ। भनेपछि अब हामी एउटा यी धर्मशालाहरूको बारेमा निश्चित नीति बनाउनु पर्छ र त्यो धर्मशालाहरू प्रदेशले ह्यान्डलिङ गर्ने हो कि स्थानीय तहले ह्यान्डलिङ गर्ने हो कि अथवा केन्द्रले ह्यान्डलिङ गर्ने, त्यो पहिला क्लियर हुनुपर्छ। त्यो भयो भने हामी चाहिँ यदि केन्द्रले धर्मशालाहरूलाई व्यवस्थापन गर्ने परिस्थिति बन्यो भने हामी देशभरका धर्मशालाहरूलाई त्यसलाई अलिकति आधुनिकीकरण पनि गर्ने, अलिकति सुविधा सम्पन्न पनि बनाउने र खास गरी धार्मिक सांस्कृतिक प्रयोजनका निम्ति आउने हाई लेभल गेस्टहरू पनि त्यहाँ बस्न सक्ने। अहिले त सर्वसाधारण बसिरहेका छन् जेने तेने हैन, बिचरा उहाँहरूले होटलमा पैसा तिर्न नसक्ने अवस्थामा धर्मशालामा गएर बस्नुहुन्छ। तर तिनै धर्मशालालाई राम्रोसितले पुनरुत्थान गर्ने हो भने पैसा तिर्न सक्ने हाई लेभल टुरिस्टहरू पनि जो धार्मिक सांस्कृतिक हिसाबले होटलमा बस्न चाहनुहुन्न, उहाँहरूको त्यस्तो चाहिँ हुँदैन बानी अथवा उहाँहरूको त्यो तरिका हुँदैन, त्यस्तो टुरिस्टहरू चाहिँ धर्मशालामा बस्न सक्छन्। त्यहाँदेखि हामी यसमा छलफल गर्छौँ नगरपालिकाहरूसँग, स्थानीय यो प्रदेश सरकारसँग र केन्द्र मिलेर यसलाई चाहिँ पुनर्स्थापन गर्नुपर्छ। किनभने त्यसमा हाम्रो हिस्ट्री पनि छ, इतिहास छ। गोपाल धर्मशाला भनिसकेपछि 100औं वर्ष पुरानो छ नि, त्यसको एउटा इतिहासको कन्टिन्युएसन पनि हुन्छ। त्यसलाई त्यो ढङ्गले हामी लान खोज्छौँ। समय धेरै कम छ यहाँसँग र मेरो मनमा धेरै सवालहरू छन् यहाँको लागि। अब पर्यटन र पर्यटकको लागि अर्को एउटा मुख्य विमानस्थल जनकपुर धाम विमानस्थल, यहाँसँगै दुर्व्यवहार भएको घटना पनि सार्वजनिक भयो। एकजना सांसदले अब एकजना बिरामीको लागि अलिकति आक्रोशित हुँदा जेल जानुपर्ने अवस्था आयो। विमानस्थलको दुरावस्थाको कुरा गर्दैछु म, यहाँलाई सबै कुरा थाहा छ।
कसरी सुधार गर्नुहुन्छ? अब यो कम्तीमा मैले 4000 तिरेपछि फ्लाइट टाइम त मेरो एक्युरेट हुनु पर्यो नि त, मैले सेवा पाउनु पर्यो नि त। अब त्यो मान्यज्यूका सन्दर्भमा जुन खालको दुःखद घटना घट्यो हैन, त्यो विगत भइसक्यो। अब त्यतातिर हामीले चर्चा गरिरहनु पर्यो, समय नखर्चौँ। विमानस्थलमा सर्भिस दिने चाहे त्यो एयरलाइन्सहरू होस् चाहे अरू चाहिँ कम्पनीहरू होस्, उहाँहरूले आफ्नो सेवा सही ढङ्गले दिनुपर्छ। साथै विमानस्थल भनेको सार्वजनिक थलो मात्रै होइन कि यो अन्तर्राष्ट्रिय नियमबाट पनि अनुबन्धित छ। नेपालको नियमले मात्रै यसलाई छुँदैन, अन्तर्राष्ट्रिय नियमहरूबाट पनि हामी अनुबन्धित भएको नाताले त्यहाँभित्रको सेक्युरिटी, त्यहाँभित्रको सेफ्टी, सुरक्षाको कुरा चाहिँ निकै संवेदनशील हुन्छ। त्यसैले यात्रुहरूले पनि त्यहाँ केही निश्चित मापदण्डहरू उहाँहरूले पालना गर्नुपर्छ, चरित्रहरू पालना गर्नुपर्छ। त्यसो नहुँदा कहिलेकाहीँ यात्रुहरू कारबाहीमा पर्ने कुरा पनि हुन्छ। अर्कोतिर यहाँले जुन समयको कुरा गर्नुभएको छ एकदमै ठिक हो। नेपालमा म चाहिँ आन्तरिक उडानमा समयहरूको अलिकति पालना भइरहेको छैन। त्यो विभिन्न कारणले छ। जस्तो काठमाडौँमा एयर ट्राफिक एकदमै बढी छ, त्यसले त काठमाडौँबाट पनि समयमा उड्न सक्दैन। काठमाडौँबाट जब समयमा उड्न सक्दैन भने जनकपुर त ढिलो आउने नै भयो नि हैन। अनि जनकपुरबाट उडेको फ्लाइट पनि काठमाडौँमा टाइमली बस्न सक्दैन, किनभने काठमाडौँको ट्राफिक एकदमै हाई भइरहेको छ, एयर ट्राफिक। यसको विकल्प हामी काठमाडौँ एयरपोर्टलाई विभिन्न ढङ्गले सुधार गरेर केही न केही त्यो एयर ट्राफिक घटाउन कोसिस गरिरहेका छौँ। तर तपाईँलाई म भन्न चाहन्छु कि जतिसुकै कोसिस गरे पनि अर्को 5-10 वर्षपछि काठमाडौँ एयरपोर्ट विस्फोटनै हुन्छ, यसले थाम्नै सक्दैन। त्यसकारणले हामीले काठमाडौँसँग नजिकको अर्को विमानस्थलको खोजी गर्दाखेरि बाराको कोल्बी निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने टुङ्गोमा हामी पुगिसकेका छौँ। हजुर, त्यो अब हामी छिटोभन्दा छिटो त्यो विमानस्थलको निर्माण कार्य सुरु गर्छौँ र मलाई लाग्छ कि आउने 3 देखि 5 वर्षभित्र कमसेकम त्यहाँबाट हामी चाहिँ हवाई सेवा सञ्चालन गर्न सक्छौँ अन्तर्राष्ट्रिय हिसाबले पनि। त्यसो भयो भने देशभित्रका विमानस्थलहरूमा हुने हवाई सेवा पनि टाइममा हुनसक्छ। अब जस्तो अर्को समस्या त तपाईँको प्रकृतिसँग त हामी लड्न सक्दैनौँ। तराई मधेसमा धेरै हुस्सु लाग्छ होइन, हुस्सुको कारणले पनि अब यो हिउँदमा चाहिँ विमानहरू ढिलो आउने कुरा त स्वाभाविक हुन्छ, त्यो हुस्सुको कारणले एयरपोर्ट खुल्दैन। तर त्यसलाई पनि कम भिजिबिलिटीमा टेक अफ र ल्यान्डिङ गर्न सक्ने बनाउने, हाम्रो एयरपोर्टहरूलाई बढीभन्दा बढी आधुनिकीकरण गर्ने त्यो दिशामा हामी जाँदैछौँ। जस्तो जनकपुरमा पनि अब हामी नाइट फ्लाइट गर्ने हैन, रात्रिकालीन पनि फ्लाइट गर्ने ठाउँमा आइसक्यौँ। इक्विपमेन्ट हाम्रो त्यो ढङ्गले सेट भइसक्यो। अब केही हप्ता पछाडि नै जनकपुरबाट रात्रिकालीन फ्लाइट पनि हुन्छ हैन। मानुस् कि जनकपुरमा व्यापारीहरू अरू साथीहरू दिउँसोभरि काम गर्ने, बेलुका काठमाडौँ जाने, बिहान फेरि जनकपुर आउने हैन। मानौँ न जनकपुरबाट चाहिँ राति 8 बजे 9 बजे पनि काठमाडौँ जान पायो भने त्यो सुविधा हुन्छ। तर त्यो दिशातिर हामी जाँदैछौँ। अर्को तपाईँले यो उठाइहाल्नुभयो, जनकपुर मात्रै होइन कि प्रदेश नम्बर 2 एउटा सांस्कृतिक धार्मिक पर्यटकीय स्थल हो र यसको कनेक्सन यहीँ प्रदेशभित्र पनि राम्ररी भएको छैन। त्यसमा हामी जोड दिँदैछौँ। अब जस्तो जानकी मन्दिर आउने कुनै पनि तीर्थयात्रीहरू अथवा पर्यटकहरू छिन्नमस्ता किन नजाने, सलेस किन नजाने हैन, निजगढ यता के छ यो बाराको चाहिँ गढीमाई किन नजाने हैन। त्यस्तै अरू हाम्रो चाहिँ महोत्तरीमा, सर्लाहीमा, रौतहटमा हैन, तपाईँ पर्सामा, यता सिरा, सप्तरी सबै ठाउँमा केही न केही धार्मिक सांस्कृतिक पर्यटकीय स्थलहरू छन्। त्यो अन्तर्राष्ट्रिय हिसाबले खास गरिकन भारतीय पर्यटकहरूको बिचमा पनि धेरै नै ख्याति प्राप्त त्यस्ता छन्। भनेपछि यसलाई पनि प्रदेश स्तरमा चाहिँ जोड्नु पर्यो। र अर्कोतिर यहाँबाट धार्मिक सांस्कृतिक पर्यटकहरू अन्त पनि जोडिनु पर्यो। जस्तो यहाँबाट पशुपतिनाथ जोडिनु पर्यो, यहाँबाट तपाईँको चाहिँ मुक्तिनाथ, दामोदर कुण्ड जोडिनु पर्यो। किनभने दामोदर कुण्ड, मुक्तिनाथ जाने हिन्दू तीर्थयात्रीहरू अत्याधिक हुन्छन्, तर अहिले उनीहरूलाई चाहिँ यातायातको असुविधाले राम्रोसित जान सकेका छैन। झन् म जनकपुर आउनु अगाडि मैले मुस्ताङमा गएर चाहिँ दामोदर कुण्डको नजिकै अर्को नयाँ एयरपोर्ट बनाउने ठाउँ हेरेर आएको छु। अब हामी छिटै त्यहाँ पनि एयरपोर्ट बनाउने प्रक्रिया अगाडि बढाउँछौँ। अर्को 2-3 वर्षमा दामोदर कुण्डको नजिकै एयरपोर्ट चल्न सक्छ। त्यसो भए जनकपुर आउने भारतीय पर्यटकहरू चाहिँ यहाँबाट तपाईँ पोखरा हुँदै मुक्तिनाथ, दामोदर कुण्ड जान सक्छन्। यहाँबाट तपाईँ हलेसी जान सक्छन्। यहाँबाट तपाईँको चाहिँ पाथिभरा जान सक्छन्। यहाँबाट तपाईँको चाहिँ चतारा
यो 12 क्षेत्र जान सक्छौँ। यसरी हामीले धार्मिक सांस्कृतिक सर्किट बनाउँदै जानुपर्छ। भोलिका दिनमा यो हामी विकास गर्दै जान्छौँ। त्यसकारणले मैले यहाँ जनकपुरमा भएको पत्रकार सम्मेलनमा पनि भनेको थिएँ, यो भ्रमण वर्ष 2020 शुभारम्भ पनि अन्त्य पनि होइन, यो जस्ट शुभारम्भ हो होइन। हामी यहाँबाट थाल्दैछौँ, यहाँबाट टेक्दैछौँ। अब यहाँबाट टेकेर हामी कमसेकम 1 दशक भ्रमण अवधि, नेपाल भ्रमणको अवधि बनाउँछौँ र यो 1 दशकमा पूर्वाधारहरू बनाउनु पर्नेछ, प्रचार प्रसार गर्नुपर्नेछ, जनचेतना जागृत गर्नुपर्नेछ। जस्तो भनौँ न, जनकपुरमा नै धेरै जनचेतना जागृत गर्नुपर्नेछ। मैले यहाँ मुख्यमन्त्रीज्यूलाई, यहाँको मन्त्रीज्यूलाई, यहाँको नगरपालिका प्रमुखज्यूलाई पनि भने आज होइन, जनकपुरमा 3-4 कुरा गर्नु पर्यो। एक, जनकपुरको चाहिँ मुख्य चाहिँ यो चाहिँ क्लिन हो होइन, सफाइ होइन, एकदमै सफा राख्नु पर्यो सहर, किनभने यो धार्मिक सांस्कृतिक सहर हो। यहाँका पोखरीहरू सफा राख्नु पर्यो, यहाँका पोखरी 52 पोखरी चल्नु पर्यो। यदि 52 पोखरी चल्यो भने मात्रै जनकपुरको तापक्रम झन्डै 4-5 डिग्री घट्छ मेरो विचारमा होइन। म वैज्ञानिक होइन, टेक्निकल मान्छे होइन, तर पनि मलाई त्यस्तो लाग्छ होइन। त्यसैले ती 52 वटा पोखरी चल्नु पर्यो। 72 कुण्ड हो, 72 कुण्ड चल्नु पर्यो। हामीसँग यो बृहत्तर जनकपुरसँग भएको धेरै ठुल्ठुलो सार्वजनिक जमिनहरू छ। त्यसलाई कसरी चाहिँ एउटा पर्यटकीय स्थलको रूपमा विकास गर्ने, दोस्रो कुरा त्यसमा हामी सोचौँ। पहिलो कुरा सफाइ, सरसफाइ, दोस्रो यो चाहिँ बृहत्तर जनकपुरको, तेस्रो चाहिँ नि यहाँ पार्किङ र यातायातको सुविधाको होइन, चौथो चाहिँ हस्पिटालिटी, आगन्तुकहरूको स्वागत सत्कार गर्ने कुरामा मैले उहाँहरूलाई भने होटलमा काम गर्ने मजदुरदेखि कर्मचारीहरू तालिम प्राप्त हुनु पर्यो, पढेको हुनु पर्यो, होटल म्यानेजमेन्ट पढेको हुनु पर्यो। होटलमा आउने पाहुनालाई कसरी स्वागत गर्ने होइन, उसको चाहिँ रुम कसरी डेकोरेसन गर्ने, कसरी चाहिँ खानेकुराहरू सर्भ गर्ने। मैले उहाँहरूलाई भनेको छु कि यदि आवश्यक पऱ्यो भने हाम्रो मन्त्रालयले प्रशिक्षकहरू पठाउँछ, टिचरहरू पठाउँछ होइन। होटलको कर्मचारी कुकहरूलाई अथवा त्यहाँ काम गर्ने स्टाफहरूलाई कमसेकम 1 हप्ताको तालिम राखिदिउँ होइन। जनकपुरमा राखौँ, वीरगन्जमा राखौँ, उता सप्तरीमा राखौँ, लानमा ठाउँ स्पोर्टमा राखिदिउँ। त्यसो हो भने हस्पिटालिटी पनि बढ्छ होइन। र जनचेतना यहाँ चाहिँ अत्याधिक बढाउनु पर्छ होइन। आफ्नो आज बिहान हामी सफाइमा निस्क्यौँ होइन, एउटा सिम्बोलिक कुरा हो त्यो। हामीले आज एक दिन कुचो लगाएर झाडु लगाएर त सबै जनकपुर सफा हुँदैन, तर एउटा सिम्बोलिक कुरा हो कि हामी त्यहाँ निस्क्यौँ। मैले के देखेँ भने घरको अगाडि नै मान्छेले आफ्नो फोहोर थुपाएर राखेको छ होइन। त्यो पसलै छ, पसलमा उसले सामान बेच्छ, तर त्यहाँको प्लास्टिक कहाँ फाल्छ, सडकमा फालेर। कमसेकम उसले आफैले एउटा चाहिँ होइन त्यो फोहोर सङ्कलन गर्ने बाक्स राख्न सक्छ, अनि नगरपालिकाको गाडी आएको बेला उठाएर उसले त्यहाँ फालिदिन सक्छ नि। त जनचेतना पनि आवश्यक चाहिँ देखिन्छ। त्यसैले जनचेतनाको पटक कुरा गर्नुभयो यहाँले। कुनै पनि सरकारले वा भनौँ यहाँकै अब यो भ्रमण वर्ष 2020 को जुन टिम छ नि, उसले सञ्चार माध्यमहरूसँग यसो समन्वय गरेर मैथिली भाषामा, अवधी भाषामा, भोजपुरी भाषामा जनचेतना जगाउने प्रचार प्रसारको सामग्रीहरू अहिलेसम्म गर्न सकेको अवस्था छैन। टी सर्ट मात्रै बाँटेर थोरै हुन्छ, उसले त एउटा नगरको केही शिक्षित व्यक्तिलाई मात्रै प्रभाव पार्ने त्यसले। त्यस कारणले अब हाम्रो भ्रमण वर्षको टिम त सानो हुन्छ होइन। सरकार त आखिर तपाईँ प्रदेश, केन्द्र र स्थानीय तहको गाउँ वडासम्म सरकार छ नि होइन। एउटा नगरको वडा सदस्यको भूमिका के हो त? ऊ किन चुनाव जितेर आयो त भन्दा उसले त्यहाँ आफ्नो टोल त सफा राख्नलाई जनतालाई जागृत गर्नु पर्यो। ती सबै सरकारहरू सडक बनाउन, नाला बनाउन केन्द्रित भयो, त्यो हुनु पर्यो। त्यसैले के छ भने अब यसरी अहिले नै हामी सबै परिणाम आउँछ भन्ने नठानौँ होइन। किनभने जनकपुर हिजोभन्दा आज धेरै परिवर्तन भएको छ, वीरगन्ज हिजोभन्दा आज धेरै परिवर्तन भएको छ, काठमाडौँ हिजोभन्दा आज धेरै परिवर्तन भएको छ। परिवर्तनहरू एकपछि अर्को हुँदैछन्। कनेक्टिभिटी पनि हिजोभन्दा आज सहज हुँदैछ। मानौँ न हामीले कोल्बी निजगढमा एयरपोर्ट बनायौँ भने हाम्रो चाहिँ बारा, पर्सा, रौतहट, यो 8वटा जिल्लाबाट विदेश जाने थुप्रै कामदारहरू छन्। उहाँहरू काठमाडौँ किन जानु पर्यो? उहाँहरू चाहिँ पासपोर्ट बनाउनु किन काठमाडौँ जानु पर्यो? यी जिल्लामा पासपोर्ट बन्छ, निजगढबाट उडेर चाहिँ उहाँहरू कतार जान सक्नुहुन्छ, मलेसिया जान सक्नुहुन्छ, फर्केर त्यहाँ आउनु सक्नुहुन्छ। आफ्नो घर आँगनमा एयरपोर्ट हुन्छ होइन। हामीले फास्ट ट्र्याक चाहिँ नि अब छिटै कम्प्लिट गर्दैछौँ। फास्ट ट्र्याक कम्प्लिट हुने बित्तिकै काठमाडौँ र जनकपुरको दूरी अझै घट्छ होइन। काठमाडौँ र मधेसको दूरी अझै घट्छ। भूगोल मात्रै घट्दैन, भूगोलको दूरी मात्रै घट्दैन कि भावना पनि घट्दै, त्यो चाहिँ नि एकअर्कासँग नजिक हुँदै जान्छ होइन। काठमाडौँ र मधेस कता कता टाढा जस्तो, एकअर्काको चाहिँ नि अलिकति होइन प्रतिस्पर्धी जस्तो बुझिन्छ नि। काठमाडौँले मधेसलाई हेरेन, मधेसले काठमाडौँलाई हेरेन भन्ने गुनासो छ नि। यसले भोलि
कनेक्टिभिटीले हामीलाई एकअर्कासँग जोड्दै लान्छ, भावना पनि जोड्दै लान्छ। जस्तो अघि मैले भने नि, छठ आज जनकपुरमा मात्रै मनाइरहेको छैन, छठ चाहिँ आज तपाईँ हेर्नुहुन्छ भने जुम्लामा पनि मनाइरहेको छ, पहाडी भागमा पनि मनाइरहेको छ। हाम्रो भावना त विस्तार भएर गइरहेका छन्। तर विभेद पनि छ के सर यसमा? यो एयरपोर्टकै कुरा गरौँ, एयरपोर्टकै विषयमा बुझ्दै जाँदाखेरि अब जनकपुरको फ्लाइटहरू अधिकांश ढिलो हुने, अनि हामीले बुझ्दै जाँदाखेरि विमानस्थलकै कर्मचारीहरू, विमान कम्पनीका कर्मचारीहरू अब हाम्रो अब यो यहाँनिर विमानलाई कम फाइदा हुन्छ, पोखरामा धेरै फाइदा हुन्छ। अब मानिलिउँ जनकपुरको प्लेन रेडी छ, रेडी टु फ्लाइ, अनि पोखराको डिले भयो भने यताको प्लेनलाई पोखरातिर डाइभर्ट गरिदिने, त्यो त हुँदैन, उनीहरूले सुकाएर गरेका छन्। त्यो त हुँदैन। त्यो हाम्रो एटिसी जुन एयर ट्राफिक कन्ट्रोल हुन्छ उसमा भर पर्ने कुरा हो होइन। फेरि हामी के छ भने हामी सामान्य तान्त्रिक मान्छे अथवा तपाईँ पत्रकार साथीहरूले त त्यो फ्लाइटको अथवा प्लेनको सबै टेक्निकलिटिज त हामी बुझ्दैनौँ नि। त्यसो भने हामीलाई के लाग्छ भने म नेता जनकपुरमा चाहिँ पर्खिरहेको छु, मलाई किन लिन आउँदैन, त्यहाँ केही न केही दालमा कुच काला आयो भन्ने हामीलाई लाग्न सक्छ कि। त त्यो रिस्क, त्यो जोखिम एउटा एयर ट्राफिक कन्ट्रोलमा बस्ने मान्छेले उठाउँदैन। यदि जनकपुरको एयरपोर्ट चाहिँ मानौँ न हुस्से लागेको छ, खुलेको छैन, हामीले यसो हेर्छौँ यहाँसम्म त खुलेको छ नि, आइहाल्नु नि। त हाम्रो टेक्निकल मेन पावरले के भन्छ भने कति सय मिटर चाहिँ खुल्नुपर्छ त जनकपुरमा चाहिँ ल्यान्ड गर्नको निम्ति भन्दा एटलिस्ट तपाईँको चाहिँ होला नि त 1 किलोमिटर 2 किलोमिटरसम्म देखिनुपर्छ। नदेखिकन उसले फ्लाइट पठाउँदैन क्या, त्यो रिस्क त हामी बोक्नु हुँदैन होइन। त्यो कुरा नबुझ्दाखेरि चाहिँ नि यस्ता कतिपय कुराहरू चाहिँ आएका होलान्। अब कोही मान्छेले मानवीय ढङ्गले होइन पोखरामा पहिले फ्लाइट पठाएर जनकपुरको फ्लाइटलाई ढिलो गरेको छ भने त्यस्ता प्रमाणहरू भयो भने त हामी कारवाही गरिहाल्छौँ, कारवाही गर्छौँ। त्यस्तो उहाँहरूले आफै स्वीकार गर्नुभएको छ सरकारले मन्त्रीले हाम्रो एयरलाइन्सको मालिकलाई कारवाही गर्न सक्दैन सर, के किन नसक्नु, हाम्रो किन नसक्नु? एकदमै हामीले कति पाइलटहरूलाई त यही म आइकन पनि कति पाइलटहरूलाई ग्राउन्डेड गरिसक्यौँ हामीले, हेलचेक्राइ गरेको कारणले कति पाइलटहरू ग्राउन्डेड छ। कति फ्लाइटहरूलाई हामीले चाहिँ तपाईँको यो एयरलाइन्सहरूलाई चाहिँ हामीले चाहिँ पेनल्टी लगाइरहेका छौँ। उहाँहरू अलिकति नियम मिच्न खोज्नुहुन्छ, तर हामी नियमभित्र राख्न खोज्छौँ कि, किनभने यो फ्लाइट भनेको चाहिँ एक किसिमले भन्ने हो भने यो 99% सेक्युर यात्रा हो होइन। सडक यातायातभन्दा हवाई यातायात 99% सेक्युर छ, तर 1%ले कहिलेकाहीँ हामीलाई बिगारिदिन्छ। त्यही त्यो 1%मा पनि कम्प्रोमाइज नगर्न हामीले भनिरहेका हुन्छौँ। तर एयरलाइन्सको साथीहरू अलिक आफ्नो पहिले गर्न पाए हुन्थ्यो, आफू छिटो गर्न पाए हुन्थ्यो, आफू त्यो ठाउँमा जान पाए हुन्थ्यो भन्ने उहाँहरू व्यावसायिक ढङ्गले सोचेको हुनसक्छ। उहाँहरू व्यापारी भएको हुनाले त्यो सोच्न स्वाभाविक पनि हो। तर हामी त रेगुलेटरी बडी हो नि त, सरकार भनेको त नियमनकारी निकाय हो नि, त्यसले लापरवाही गर्न दिँदैन। यदि कहीँ लापरवाही भएको छ भने त हामी कारवाही गर्छौँ। कति हेलिकप्टरहरू कारवाहीमा परिरहेका छन्। पार्टीको कुरा पनि गर्नु छ। त्यसभन्दा अगाडि एउटा अन्तिम सवाल, पूर्व मन्त्री दिवंगत हुनुभयो रविन्द्र अधिकारीजी, यहाँले भन्नुभयो म उहाँको उत्तराधिकारी पनि हो र धेरै महत्त्वपूर्ण योजनाहरू सार्वजनिक गर्नुभयो मन्त्री हुने बित्तिकै। के छ नयाँ नयाँ योजनाहरू तपाईँसँग? होइन, मेरो मन्त्रालय 3टा हो, 3टा मन्त्रालयको काम यसले गर्छ। एउटा संस्कृति मन्त्रालय हो, अर्को पर्यटन मन्त्रालय हो, अर्को नागरिक उड्डयन मन्त्रालय होइन। मन्त्रालयको हिसाबले 3टा अलग अलग काम छन्, तर एउटै मन्त्रालयमा छ। मैले 141 बुँदे मेरो चाहिँ 1 वर्षको प्लानहरू सार्वजनिक गरेका छु, जो तपाईँहरूको मिडिया मार्फत आइ नै सकेको छ। सांस्कृतिक क्षेत्रमा हाम्रा चाहिँ सांस्कृतिक धरोहरहरूलाई पुनर्स्थापित गर्ने, त्यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, भूकम्पबाट क्षति भएकाहरूलाई चाहिँ पुनर्निर्माण गर्ने, यो मुख्य उद्देश्यका साथ हामी गरेका छौँ। पर्यटनमा हामी भ्रमण वर्ष 2020मा केन्द्रित भएका छौँ। र 2020मा बढीभन्दा बढी पर्यटकहरूलाई नेपाल ल्याउने, घुमाउने, बढीभन्दा बढी समय उहाँहरूको यहाँ बसाइ गर्ने, यो कुरामा हामी लागेका छौँ। तेस्रो चाहिँ नागरिक उड्डयन भएको हुनाले हाम्रा देशभरका झन्डै 55वटा आन्तरिक विमानस्थलहरू छन्। एउटा अन्तर्राष्ट्रिय विमानस्थल चलेको छ। अब छिटै नै 2टा अन्तर्राष्ट्रिय विमानस्थलहरू सुरु हुन्छ। गौतम बुद्ध भयो आएर चाहिँ पोखरा 2टा सुरु हुन्छ। तेस्रो हामी निजगढमा छिटै बनाउन गइरहेका छौँ। र यसरी आन्तरिक विमानस्थलहरूको पनि सेवा विस्तार गर्दै जाने र अन्तर्राष्ट्रिय विमानस्थलहरू पनि थप्दै जाने र त्यो अनुसार चाहिँ हाम्रो चाहिँ हवाई सुरक्षालाई जोड दिने होइन, यी नीतिहरू चाहिँ मैले अगाडि सारेको छु। अब एकैछिन हामी पार्टीतिर लागौँ। यहाँ
युवा प्रभावशाली नेता हुनुहुन्छ नेकपाको। हिजो मात्रै महोत्तरीको पिपरामा मजाले शुभकामना आदान प्रदान लेख्नु भएको थियो ब्यानरमा, तर मत माग्नुभयो। कतिपय सञ्चार माध्यममा यो त आचार संहिता उल्लङ्घन भयो, बालबाला मन्त्रीले यसो गर्न हुन्थेन भन्ने कुरो पनि आयो। के भन्नुहुन्छ? हामी त राजनीतिक मान्छे हो, भोटै मागेर आएको होइन। भोट नमागेर के माग्ने? बालुवा माग्नु भएन, गिटी माग्नु भएन, भोटै माग्ने हो होइन। तर भोट माग्ने भनेको मतलब के हो भने आचार संहिताप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ, निर्वाचन आयोगले जारी गरेको। त्यसमा क्लियर हुनुपर्छ। जस्तो चुनावको आचार संहिता अस्ति 14 गतेबाट लागू भयो, आजबाट लागू हुन्छ। क्या आज होइन, 14 गते भने चाहिँ आजबाट लागू हुन्छ। अब यो आचार संहिता लागू भएर चुनाव नभएसम्मको अवधिमा हामीले उद्घाटन गर्नु भएन, कुनै पनि आयोजनाको शिलान्यास गर्नु भएन, नयाँ बजेटहरू चाहिँ कुनै पनि कार्यक्रममा त्यहाँ दिनु भएन। यो चाहिँ सरकारले नगर्ने कुरा हो, गर्नु हुँदैन। तर अब भनौँ न, शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्री भए चुनाव लड्नु पनि, उहाँले भोट माग्नु भएन होला त होइन। अरू कतिपय मन्त्री साथीहरू चुनाव भए नरेन्द्र मोदीजी प्रधानमन्त्री नै हुनुहुन्थ्यो, प्रधानमन्त्री भए भोट माग्नुभयो नि त आफ्नो पार्टीलाई, आफ्नो उम्मेदवारलाई। भोट माग्ने कुरा चाहिँ नि आचार संहिताभित्र पर्दैन। भोट माग्दाखेरि चाहिँ हामी यो चाहिँ आयोजनामा यति पैसा अब निकासा गरिदिउँ भनेर कुनै आयोजनाको सम्झौता गर्ने, त्यो भन्न भएन होइन। भन्नु पनि भएन, गर्नु पनि भएन। आयोजनाको सम्झौता गर्ने, शिलान्यास गर्ने, त्यसमा चाहिँ उद्घाटन गर्ने, यस्तो चाहिँ गर्नु भएन। जिल्ला जिल्ला पुग्नुहुन्छ, अब पार्टीमा त खेमा भइहाल्छ। कतिको लाग्छ यहाँलाई नेकपा तत्कालीन एमाले र माओवादी एक भएको अनुभव हुन्छ? कार्यकर्ताहरूले यहाँलाई स्वागत गरेपछि एक वर्ष अगाडि हामी जुन अवस्थामा थियौँ पार्टी एकताको लगत्तै, त्योभन्दा अहिले हाम्रो बिचमा दुई पार्टी भन्ने क्रमशः हराउँदै गएको छ। तर म तपाईँलाई भन्न चाहन्छु कि यो सबै अहिले हराउँदैन। यो अझै केही समय, केही वर्ष रहन्छ, यसका प्रभावहरू रहन्छन् होइन। दुईवटा नदी पनि काहीँ ठाउँमा मिल्यो भने त्यसले आफ्नो आफ्नो बाटो लिएर तलसम्म गएको हुन्छ। निकै तल गएपछि मात्रै त्यो मिल्छ र छुटिँदैन। त्यसैले हामी पनि त्यो मिलिराखेका छौँ। मिल्दाखेरि एउटा निश्चित अवधिसम्म त्यसका अलिअलि प्रभावहरू, चरित्रहरू देखिन्छन्। त्यो एउटै पार्टी जो एमाले मात्रै हुँदा त हाम्रो अनेक विचार समूह थिए, माओवादी मात्रै हुँदा पनि त्यहाँभित्र अनेक विचार समूह थिए भनेपछि यो सबै आउँदा त फेरि के छ भने हाम्रो देशमा जसरी सामाजिक विविधता छ, वर्गीय विविधताहरू छन्, भौगोलिक विविधताहरू छन्, त्यो विविधताको प्रतिनिधित्व पार्टीभित्र हुन्छ होइन। त्यो हुँदाखेरि पार्टी आफै एउटा विविधता बिचको एकता हो क्या। वैचारिक विविधता बिचको एकता हो, जातीय विविधता बिचको एकता हो होइन, भौगोलिक विविधता बिचको एकता हो। त्यस कारणले त नेकपाले आफूलाई मधेसवादी दल भन्दैन नि, पहाडवादी दल भन्दैन नि। नेकपाले यो मधेसको पनि दल हो, पहाडको पनि दल हो। कतिपय दलहरूले आफूलाई मधेसवादी भन्छन् कि उनीहरू विविधतालाई स्वीकार्दैन होइन। हामी त विविधतालाई स्वीकार्छौँ। त्यसैले हामीले मधेसको कुरा उठाउँदा अलग्गै मधेसको पार्टी चाहिन्छ भन्ने जरुरत छैन। नेकपा नै मधेसको पार्टी हो, नेकपा नै पहाडको पार्टी हो, नेकपा नै हिमालको पार्टी हो, नेकपा नै शेर्पाहरूको, नेकपा नै तामाङहरूको, नेवारहरूको, बाहुन छेत्रीहरूको, यादवको, चौधरीको, थारूको, सबै नेकपा हो नि। महिलाको, पुरुषको, दलितको, उत्पीडितको, त्यो नेकपा हो। विश्लेषण नगरी एकै शब्दमा जवाब दिनुपर्दा 100%मा कति प्रतिशत जति एकता भएको, अन्तर्गुलन भएको बुझ्नुहुन्छ? 50% भन्दा माथि गयौँ हामी। 50% भन्दा माथि जानु माथि गयौँ। सकारात्मक हुनुहुन्छ? मैले भावनात्मक एकताको कुरा गरेको। पार्टीको भौतिक एकताको कुरा गर्नुहुन्छ भने हामी 90% भन्दा माथि गयौँ। भावनात्मक एकताको कुरा गर्दा 50%, 50% भन्दा माथि गयौँ। छठ पर्वको सङ्घारमा छौँ। यहाँलाई छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना। अमूल्य समय दिनुभयो, धन्यवाद। तपाईँलाई पनि शुभकामना छ र अपन टेलिभिजन हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई पनि नेपालीहरूको मौलिक चाड छठ पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। तर तपाईँलाई मलाई केही शब्द टेलिभिजन मार्फत बोल्न दिनुभयो, यसको निम्ति अपन टेलिभिजन र पूर्णजीलाई धेरै धेरै धन्यवाद। नमस्कार। दर्शकबिन, कार्यक्रम प्राइम टाइम लाइव में संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री माननीय योगेश भट्टराई जी संगे के वार्तालाप अपने सब सुने छलौं, देखे छलौं। कार्यक्रम में दोसर श्रृंखला में फिर से विशेष व्यक्तित्व संग विशेष संदर्भ पर बातचीत करबाक लेल उपस्थित है। एखन के लेल आज्ञा चाहै छी। नमस्कार।